हाई भ्लग यो चाहिँ हाम्रो फर्स्ट भिडियो हो अन्त आज चाहिँ हामी दुई दिदी बहिनी चाहिँ आफ्टर ड्युटी चाहिँ बुलबुले साइड जाने डिसाइड गऱ्यौँ। अन्त म चाहिँ जू नगएको चाहिँ यति बेसी साल भएको थियो नि त, त्यसले गर्दा चाहिँ जाँदा जाँदै हामीले डिसाइड गऱ्यौँ कि हामी चाहिँ त्यो बुलबुलेको जुलोजिकल पार्कमा जाउँ भनेर। अन्त हामीसँग यो भिडियोको अन्तसम्म बस्नुहोस् अन्त हेर्नुहोस् कि हाम्रो गान्तोकको जूमा के कस्तो चेन्जेस भएको रहेछ, के भएको रहेछ, के एनिमल्स रहेछ भनेर हेर्नुहोस् है ल। या लेट्स गो। हामी हिमालयन ब्ल्याक बियर हेर्नु लागि ए हुँदो रहेछ रोशनी जाँदैछ भालु भेट्नु, भालुको बच्चा भएर। भालु बोलाउँदैछ यहाँ सबैजना। भालु त गेटै बन्द गर्दैछ, निस्किन्थ्यो होला नि बिचारा। कस्तो सानो रुममा राखेको है। यहाँ भित्र गेटै बन्द गरेर राख्दैछ नि त, छैन तालै लगाएको नि त। भालुले कहाँ त्यसरी तानेर खाना खाने बेलामा के निस्किन्छ हाउडे है। यति बेसी बोलाएर फाइनली भालु देख्नु पायो, तर भालु हाम्रोपट्टि फर्किँदै फर्केन र पो त। अन्त अन्त बम 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 खै भालु हेऱ्यो। अब अर्को एनिमल हेर्नुको लागि हामी फेरि वापस जाँदैछौँ। यहाँ एकजना पुरा नाच्दैछ हो एक्लै भएर। दिदी हामी त्यता गएको अब पिङ खेल्नुको लागि। हामीसँग सिन्चन पनि आएको छ। पिकक तिमीले देख्यौ? देखे त के राम्रो। हामी यहाँ चरा बर्ड हाउसमा छ। कुन चाहिँ चरा मन पर्यो तपाईँलाई? हामी ना ओ वाउ इगल। हाई हाई बर्ड हेरिसक्यो हामीले। यो हेऱ्यो त अघि हेऱ्यो त को पो थियो यहाँ त। मलाई ब्लड पेजेन्ट हेर्नु मन थियो, छैन रहेछ क्या। यहाँ ब्लड पेजेन्ट छैन जस्तो लाग्यो। पहिला पनि मैले त्यही खोज्दै थिएँ। नजाने पुरा थाकेँ। थाक्यो मलाई। जाउँ आज यतिलाई। अब अरू त्यस्तो खास के पनि त छैन। चाहिँ हामी आधी बाटो हिँडेर एकदम थाक्यौँ, भोक लाग्यो हो, त्यसले गर्दा वी डिसाइडेड टु गो ब्याक। अब गएर हामी
खाजा खान्छ कतै अनि त्यहाँबाट चाहिँ हामी घरपट्टि लाग्ने किनभने 4 बज्न आँटेको छ back here again त्यो भिडियो बनाइदिएको आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ सी यू अगेन बाई